नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी गइरहेका छौं अनबक्सिङ गर्नको लागि जुन चाहिँ DJI को ड्रोन रहेको छ, जुन तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो DJI को ड्रोन चाहिँ मैले चाहिँ के भन्छ अफिसियल शोरूमबाट नै किनेको रहेछु, जहाँ मलाई चाहिँ एउटा यो चाहिँ झोला दियो जुन चाहिँ DJI को नै रहेको छ। जब यसभित्र झोला भित्र मलाई चाहिँ एउटा यो ड्रोन रहेछ जुन तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यसलाई बाहिर निकाल्नु अब चाहिँ यो चाहिँ बक्सको ड्रोनको जुन तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीसँग यो ड्रोन रहेछ DJI Mini 3। यसलाई अब अनबक्सिङ गरौँ। हामी चाहिँ यसको चाहिँ वेट रहेछ 249 ग्राम रहेछ, जुन तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। साथै यसमा चाहिँ हेर्न सक्नुहुन्छ, यसमा चाहिँ DJI को ड्रोन को फोटो रहेछ अनि RC कन्ट्रोल को पनि फोटो रहेछ। यहाँ चाहिँ जहाँ अब बक्स भित्र यो खोल्न साथ हामीले चाहिँ सबभन्दा पहिले यहाँ ड्रोन पाउँछौं, जुन तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यो ड्रोन चाहिँ यस्तो रहेछ ड्रोन। यो चाहिँ यतातिर क्यामेरा रहेछ, यो पखेटा वा यसको चारखुट्टा चाहिँ पछि यो चाहिँ हेर्छ। हामी चाहिँ जब पहिला बक्स भित्र के छ त्यसपछि ड्रोनको त्यो भयो। त्यसपछि यसमा चाहिँ केबलहरु हुन्छन्, चार्जर, दुईटा पखेटा पनि छ यसमा, त्यो पनि हेर्छ हामी चाहिँ। त्यस्तै गरी यो चाहिँ हामीसँग कन्ट्रोलर भयो, RC कन्ट्रोलर, अनि यसैको साथ चाहिँ बक्समा यतिकै रहेछ। यो बक्सलाई पनि साइड गरेर हामी चाहिँ त्यसपछि सबभन्दा पहिले यसमा हेरौँ यसमा के रहेछ। यसमा चार्जर केबल रहेछ, बुक पनि रहेछ यसमा चाहिँ तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। साथै यो दुईटा पखेटा रहेछ अनि के रहेछ अझै यसमा चाहिँ एउटा यो स्क्रू ड्राइभर रहेछ, साथै बुक रहेछ यसमा, अनि अझै एउटा चाहिँ केबल रहेछ यसमा, जुन चाहिँ यो चाहिँ टाइप सी को थियो, यो चाहिँ टाइप बी को रहेछ। अनि RC कन्ट्रोलरको लागि यो पनि टाइप बी र टाइप सी, अनि यो चाहिँ चार्जर भयो। त्यस्तै गरी अब म चाहिँ यिनीहरुलाई चाहिँ साइड नै राख्छु। यतिकै यसमा चाहिँ मेन हामी चाहिँ फोकस गरौँ यो ड्रोनबाट चाहिँ यसलाई पनि राखौँ। यो मेन चाहिँ हामीसँग यो चाहिँ ड्रोन चाहिँ भेटाएको। यहाँ चाहिँ सबभन्दा पहिला यो ड्रोनलाई चाहिँ हेरौँ भने चाहिँ यो चाहिँ हेर्न सक्नु तपाईहरुले चाहिँ यसमा यतातिर चाहिँ ब्याट्री लागेको रहेछ, यो चाहिँ स्टिकर रहेछ। के पनि हेरौँ हामी चाहिँ सबभन्दा पहिले यसको पखेटा चाहिँ खोलौँ। पखेटा खोल्नको लागि तलपट्टि यसरी घुमाएर चाहिँ खोल्न सकिन्छ हामी चाहिँ, अनि त्यसै गरी माथिको पखेटाले यसरी घुमाएर खोलिन्छ। त्यस्तै गरी अर्को पनि पखेटा हेरौँ हामी चाहिँ। यो चाहिँ यसको कभर रहेछ क्यामेराको, जुन तपाईहरुले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यस्तो ड्रोन रहेछ हाम्रो चाहिँ, जुन तपाईले चाहिँ यहाँ हेर्न सक्नुभयो। साथै यो चाहिँ यता हेर्नुस्, यो चाहिँ हाम्रो RC कन्ट्रोलर भयो। त्यस्तै गरी यसमा चाहिँ यतातिर चाहिँ त्यो रहेछ स्क्रू रहेछ, जुन चाहिँ कन्ट्रोलर रहेछ। यसलाई खोलेर चाहिँ हामी चाहिँ यसरी यता चाहिँ लगाउन सकिन्छौँ। अनि एउटा चाहिँ यतातिर रहेछ, यसलाई पनि हामी चाहिँ यसरी यहाँबाट निकालेर यहाँ चाहिँ लगाउन सकिन्छौँ। त्यस्तै गरी यहाँ हेर्न सक्नु तपाईहरु चाहिँ यो चाहिँ सिनेम्याटिक मोड भयो, एउटा नर्मल मोड, एउटा चाहिँ सपोर्ट मोड रहेछ। यो चाहिँ अन अफ गर्ने बटन रहेछ, अनि यतातिर चाहिँ क्लिक गर्ने फोटो रहेछ, अनि यहाँ चाहिँ त्यो जुम आउट र जुम इन रहेछ। साथै यसमा चाहिँ यो चाहिँ हेर्नु यहाँ चाहिँ मोबाइलबाट कन्ट्रोल गर्न सकिन्छ हामी, त्यस्तो रहेछ। अनि यो चाहिँ मोबाइलमा लगाउने चाहिँ वायर रहेछ, यहाँ मोबाइलमा लगाएर चाहिँ हामी चाहिँ युज गर्न सकिन्छौँ। हामी त्यो पनि हेराउँछौँ तपाईहरुलाई। साथै पहिला यो चाहिँ हेर्नुस्, त्यस्तै गरी यो चाहिँ कन्ट्रोलरको दुईटा चाहिँ जहाँबाट हामी चाहिँ ड्रोनलाई चाहिँ मुभ गर्न सकिन्छौँ। त्यस्तै गरी अन गरौँ। सबभन्दा पहिला हामी यसलाई नै अन गरौँ। त्यसलाई अन गर्नको लागि यसमा क्लिक गर्नु, अनि त्यसपछि फेरि यसरी होल्ड गर्नुपर्छ, अनि यो चाहिँ अन हुन्छ। त्यसपछि अन हुन साथ हामी चाहिँ फेरि ड्रोनलाई पनि अन गरौँ। ड्रोनलाई अन गर्नको लागि हामी चाहिँ यसमा पनि सेम यस्तै एकचोटि क्लिक गर्ने, अनि त्यसपछि फेरि होल्ड गर्ने।
यो चाहिँ स्टार्ट भयो। अब चाहिँ ड्रोन यता हेर्न सक्नुहुन्छ तपाईँहरू। त यस्तो थियो आजको हाम्रो यो चाहिँ भिडियो, जुन चाहिँ तपाईँहरूले यहाँ हेर्नुभयो। यस्तो हाम्रो ड्रोन रहेछ, जुन चाहिँ ड्रोन चाहिँ DJI Mini 3 रहेछ। यसको चाहिँ फ्लाइ मोड पनि हामी चाहिँ तपाईँलाई हेराउँछ, कस्तो भ्यू दिन्छ, कसरी उडाउन सकिन्छ भनेर। त्यो सबै हेर्नको लागि हाम्रो च्यानलमा चाहिँ बन्दै गर्नुहोला। अनि अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गएर सब्सक्राइब गर्नुहोस्। अनि यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला। अनि साथसाथै भिडियोलाई लाइक गर्नु भएको छैन अहिलेसम्म भने लाइक गरिदिनु होला। आजको लागि यत्तिकै। हामी फेरि पनि अर्को भिडियोमा चाहिँ यो ड्रोन चाहिँ उडाउने कसरी अनि कसरी भिडियो चाहिँ क्लिक गरिन्छ भनेर हामी चाहिँ भिडियो लिएर आउने नै छौँ। तबसम्मको लागि यत्तिकै। नमस्कार।